घमण्ड गर्नु गलत होइन, लोभ गर्नु गलत होइन, फुर्ती भन्दै लगाउनु गलत होइन, तर याद राख यो सब गर्ने बेलामा not being aware, not being aware। यदि अवेयर भइएन भने अलिकति चर्को बोल्छु भन्दा भन्दै अझ धेरै चर्को हुन्छन्, ढुङ्गाले पनि पुग्दैन, खुकुरी चाहिन्छ। अन्डरस्ट्यान्ड? अलिकति रिस उठ्यो भन्दैमा लेख्ने बेलामा एक अक्षरले एक वाक्यले पुग्ने ठाउँमा 10 वाक्य लेख्न मन लाग्छ, पठायो पठाएर पनि पुग्दैन, उले हेरेको छैन, अहिले पनि हेरेको छैन जस्तैले सिन देखिन फेरि पठायो, त्यतिले पनि उले सिन त देख्यो, रेस्पोन्स गर्यो, तैले पनि रेस्पोन्स गर्यो, फेरि पठायो। बापरे बाप, त्यो कोचेर फोडेर तैले मेरो कुरा पढ्नु पर्छ, अझ नो रेस्पोन्स, अझ नो रेस्पोन्स, म चाहिँ सुन्दैन त मोरा सुन्दैन, म चाहिँ भातै नखाने त मोरी, लेखेको लेखे। खबरदार, सेल्फ मैनेजमेंट, सेल्फ मैनेजमेंट, आफ्नो इन्जिनलाई बलियो बनाऊ। सेल्फ मैनेजमेंट, आफ्नो इन्जिनलाई चिन। यसलाई ऋषिहरूले भने आत्मानं विद्धि, आफैलाई चिन। यसलाई बुद्धहरूले भने अप्पदीपो भव, आफै दीपक बन। यसलाई महात्मा गान्धीले भने इफ यु वान्ट टु चेन्ज द वर्ल्ड, चेन्ज योरसेल्फ। यसलाई हामीहरू भन्छौँ पर्सनल ट्रान्सफर्मेसन एन्ड सोसियल रिफर्मेसन। तिमीहरू मलाई आएर भन्नुभयो, सरहरूले यहाँ सिभिल इन्जिनियरिङका विद्यार्थीहरू धेरै छन्, अरू पनि विद्यार्थीहरू छन्, मलाई बडा खुसी लाग्यो। प्लिज नेपालको सपना हेर। ठिक छ, नेपालमा अनेक प्रकारका आन्दोलन भएका छन्,